हो त्यो पुस्दै त्यो भाइले पुत्दै उहाँलाई हालिदिने हो क्या त्यो पुसेर अर्कोलाई नि पुज्ने अनि फेरि त्यसैमा लगेर हालिदिने त्यसलाई चाहिँ यमराजी भाइलाई लिन आउँदाखेरि त्यसलाई भाइ बनाएर त्यही बिमिरोहरूतिर पठाउने आफ्नो भाइलाई अब यो तेलको घेराभित्र मखमली फुल नओइलाएसम्म ओखर नमकेसम्म मेरो दाजुभाइलाई लान पाउँदैनौ भनेर छेकेर राखे क्या चेलीबेटीले त्यो हुनाले त्यसमा सार्ने हो सबै कुरो यसरी हाल्नु जति मुठी हाल्ने नि यसरी टिकाको सायद त कुनै बेला 2-3 बजे पर्यो भने त दिदी बहिनी त भोकेको हो कुनै बेला पर्छ त दिदी हैन त भोकेको भोकै कुनै बेला पर्छ उत्याएर ल्याइदिलाम न के ज्योति गर्दा एकचोटि बुझेनौ सुमानलाई पनि परेन पर्छ यसरी गर्दै लाँदै गरे नि होइन त्यसरी टाउको घुमा न अलिअलि टाउकोले छोर अनि त्यहाँ घुमाएर उहाँ लगेर हाल्थे अझ टिकाले नै हो नि बा तेल कानमा तेल लगाइदिस् टाउकोमा खैदिन कानमा आज हालेर तेल वर्ष दिनसम्म हुन्छ कानमा तेल हालिदिए उता त्यो त्यो झ्याप्पै नडुबा आउँछ अलिकति चुस यता माथि माथि मात्रै नि त छिरायो भने कहाँ यता पल्पल लगाइदिनु हो त यमराजले लाने भाइलाई लगाइदिनुपर्छ त्यो बाहिरकोलाई पनि दिनु पऱ्यो नि त पनि यमराजले लाने भाइ त त्यो त्यो पनि लगाइदिए म यो अल्दासम्म लाएको थिएन ला छ यसरी पुज्नुपर्छ क्या लाउने लाउनुपर्छ त्यो यमराजले त्यो भाइ चाहिँ दिएर पठाउने हो आफ्नो दाजुभाइ टाउकोमा लादिनु पर्छ तेल लगाइदियो त कपालमा लगाइदिए न लाउनु पर्छ तेल हल्का सानो सानो ला न सानो हातले लगाइसक्यो त्यो हातमा तेल लाएर लुपुक्क पार न त्यो अहिलेको तेल वर्ष दिनसम्म के हो विधि भने तेल नसुकुन्जेल के हुन्छ अरे क्या विधि चाहियो क्या हो अब त्यति भए भइहाल्यो विधि हो पातलो गर्दैन त्यो अर्को तेल हो फेरि बास्ना आयो भने चाहिँ होइन बाहिर आउने होइन अर्को टाउकोमा लाउने तेल लाउन मिलेन आज यही हो अरू मिल्दैन यही त लाउँछ हैन मान्छेले सबैले पहिला त हामी यही लाउँथ्यौँ अहिलेको अब बेली चमेली नरिवल विभिन्न आयो नि यो त के तोरी के को यो कति बज्यो भुटेको तोरीको तेल हो अहिले बाहिर ढोकामा